चाहिँ आज त्यही मरन्जुत रेसिपीबाट मैले चाहिँ आज कुखुराको मासुको रेसिपी लिएर आएको छु। हजुरहरूले हेरिदिनु होला। मैले चाहिँ सबैभन्दा सुरुमा लसुन अदुवा केलाएँ। अब यसलाई चाहिँ म पखालेर मिक्सरमा पिस्छु। मैले कुखुराको मासु सँगसँगै लसुन चाहिँ पखालेर र कुखुराको मासु पनि पखालेर रेडी पारेँ। अब म पकाउँछु, हेर्दै जानु होला है त। कराई बसाइसकेँ र म चाहिँ प्रायः किटको कराईमा पकाउँछु माछा मासु अनि जस्तो फ्राई हुने चिज चाहिँ त्यहाँ चाहिँ एकदम राम्रो हुन्छ। र मैले त्यहाँ चाहिँ कराई तातिसकेपछि तोरीको तेल हाल्छु। जुनै तेलमा पनि पकाउँदा मिठो चाहिँ हुन्छ, तरै पनि तोरीको तेल जस्तो मिठो चाहिँ अरू हुँदैन। तोरी पनि यो चाहिँ कस्तो खाले तोरी भन्नुहुन्छ भने त्यो अचारको लागि राखेको बिचमा राखेको हुन्छ नि, त्यस्तो खाले तोरीको तेल हो यो चाहिँ है। त्यो बास्ना अलिक मनपर्ने भएकोले गर्दा यतिको भइसकेपछि म तेजपत्ता हालिदिन्छु। हुन त सुटमेल दालचिनी पनि हाल्न सकिन्छ, तर हामीलाई चाहिँ यो यति नै राम्रो मनपर्ने भएकोले गर्दा तेजपत्ता लगाएँ। तर मैले चाहिँ हामीले यही मनपर्ने भएको कारणले तेजपत्ता मात्रै लगाएँ। अनि त्यस पछाडि मैले अघि प्याज चाहिँ काटेको देखाइनँ रहेछु, प्याज पनि हाल्छु। अब तेजपत्ता दालचिनी हजुरले जुन जुन मनपर्छ त्यो लाउँदा हुन्छ, तर मैले चाहिँ तेजपत्ता मात्रै लगाएँ। र अब म प्याज हाल्छु। मासु आदि पाकेपछि लाउने चलन चाहिँ छ है। हामीले बच्चामा मेरो मम्मी हजुरआमाहरूले पनि त्यस्तै गर्नुहुन्थ्यो। जस्तो पछि आयो भने चाहिँ बनाउने लसुन अदुवा बनाउनु भएको कारणले सुरुमै तेलसँग प्याजसँग भुट्यो भने चाहिँ त्यसको बास्ना लसुन र अदुवाको बास्ना हराउने भएकोले गर्दा हराउने भन्नाले बास्ना त आउने, तर अलि राम्रो त्यस्तो खासै लसुनको नबनाउनु भएको कारणले गर्दा चाहिँ पकाएको हो प्याजसँगै होइन। अब यो यतिको भएर अलि रातो गोल्डन ब्राउन हुनेसम्म पकाउँछु, हेर्दै जानु होला। लसुन अदुवा चाहिँ यतिको चाहिँ भइसकेपछि जस्तो पानी छुट्यो, अब तेल छुट्यो नि त अब के अरे मसलाबाट। अनि त्यस पछाडि चाहिँ गोल्डन ब्राउन भइसकेपछि चाहिँ मैले अब म चाहिँ फेरि टमाटर राख्छु है। किनभने टमाटर अगाडि राख्यो भने चाहिँ कलर पनि राम्रो आउने हुन्छ, ग्रेभी पनि हुन्छ। टमाटर अगाडि राख्यो भने मासु पाक्दैन भन्ने कुरा हुन्छ, तर मासु पाक्छ मजाले पकायो भने। त्यस कारणले गर्दा म चाहिँ अब टमाटरको पेस्ट राख्छु।